आजको यो विशेष प्रस्तुतिमा हामी एउटा यस्तो गजबको प्रविधिको पर्दाफास गर्दैछौँ जसले डिजिटल क्रिएसनको दुनियाँलाई पुरै उथलपुथल बनाइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग गरेर शून्यबाटै भिडियो बनाउन आजभोलि कति सजिलो र छिटो भएको छ त्यो साँच्चै नै अचम्म लाग्दो छ। आधुनिक क्रिएटरहरूका लागि यो प्रविधि कसरी एउटा जादुई हतियार साबित भइरहेको छ, आउनुहोस् सिधै विषयवस्तुमा प्रवेश गरौँ। अब एकछिन कल्पना गरौँ त, केही सामान्य शब्दहरू टाइप गरेकै भरमा एउटा स्याउ जुरुक्क उठेर हिँड्न थाल्छ, त्यो पनि प्रष्ट नेपाली भाषामा बोल्दै। सुन्दा कुनै साइन्स फिक्सन जस्तो लाग्यो नि, तर आजको हाम्रो मुख्य विषय नै यही जादु जस्तो लाग्ने प्रविधि हो। एउटा सामान्य विचारलाई लिएर केही सेकेन्डमै त्यसलाई जीवन्त दृश्यमा बदल्न सक्ने यो क्षमताले भिडियो निर्माणको पुरानो तरिकालाई पुरै विस्थापित गर्दैछ। यो साँच्चै नै एउटा गेम चेन्जर हो। बजारमा अहिले थरीथरीका टुलहरू आइसकेका छन्। एकातिर हेजेन जस्ता टुल छन् जसले एउटा स्थिर फोटोलाई भिडियोमा बदल्छन्, तर अर्कोतिर गुगल फ्लो जस्ता अत्याधुनिक प्रविधि छन् जसले सिधै लेखेका शब्द अर्थात् टेक्स्टलाई नै भिडियोमा रूपान्तरण गरिदिन्छन्। आज हामी यही गुगल फ्लोको प्रयोग गरेर एउटा खाली क्यानभासबाट शून्यमै भिडियो कसरी बन्छ भन्ने कुरा छर्लङ्ग पार्नेछौँ। यसले सृजनाशीलतालाई कुनै सीमै राख्दैन। प्राविधिक सेटअपको कुरा गर्दा यो एकदमै सिधा र सरल छ। सबैभन्दा पहिला गुगल ल्याब्सको फ्लो वेबसाइटमा गएर एउटा नयाँ प्रोजेक्ट सुरु गर्नुपर्छ। त्यसपछि भिडियो कहाँ देखाउने हो त्यही अनुसार एस्पेक्ट रेशियो छानिन्छ। टिकटक वा रिल्सको लागि 9:16 र युट्युब जस्ता ठूला स्क्रिनका लागि 16:9। अनि अन्त्यमा एउटा राम्रो एआई मोडल छानेपछि हाम्रो जग तयार भयो। प्राविधिक ज्ञान खासै नभएकाहरूका लागि पनि यो पानी जस्तै छाम्न सकिने र सजिलो बनाइएको छ। अब यहाँनिर एउटा निकै चलाकीपूर्ण वर्कफ्लो प्रयोग हुन्छ। एआईलाई कस्तो दृश्य चाहिन्छ भनेर बुझाउन हामी अङ्ग्रेजीमा प्रम्प्ट लेख्छौँ, जस्तै 2वटा आँखा र मुख भएको हिँडिरहेको स्याउ। तर त्यो स्याउले बोल्ने संवाद भने च्याटजीपीटी प्रयोग गरेर ठ्याक्कै नेपालीमा तयार गरिन्छ। यसरी अङ्ग्रेजीको भिजुअल निर्देशन र नेपालीको अडियो स्क्रिप्ट मिलाउँदा एआईले एकदमै सही नेपाली उच्चारण सहितको क्लिप तयार गर्छ। यो भाषिक हाकले गर्दा हाम्रै लोकल भाषामा पनि ग्लोबल स्तरको कन्टेन्ट बनाउन सम्भव भएको छ। र नतिजा हेर्दा साँच्चै रमाइलो लाग्छ। यो उच्च प्रविधि प्रयोग गरेर एउटा डिजिटल स्याउ टक्क हिँड्दै आउँछ र प्रष्ट स्वरमा भन्छ, मलाई हरेक बिहान खानु, म हजुरको स्वास्थ्य राम्रो गर्न मद्दत गर्छु। यति जटिल प्रविधिबाट यस्तो अनौठो र रमाइलो स्वास्थ्य सल्लाह सुन्दा जो कोही पनि मुस्कुराउँछ। यसले के देखाउँछ भने एआई भनेको गम्भीर कामको लागि मात्र होइन, यस्ता मनोरञ्जनात्मक र रचनात्मक विचारहरूलाई पनि उत्तिकै प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ। कथा यतिमै सकिँदैन नि। यो सफ्टवेयरमा नयाँ पात्र थप्न यति सजिलो छ कि तुरन्तै फ्रेममा अर्को क्यारेक्टरको प्रवेश हुन्छ। एउटा केराले पनि स्याउसँगै हिँड्दै भन्छ, म पनि हजुरको स्वास्थ्य राम्रो गर्न मद्दत गर्छु। केही शब्द टाइप गरेकै भरमा कथामा नयाँ प्लट थपियो। पहिले एउटा नयाँ एनिमेटेड चरित्र बनाउन हप्तौं लाग्थ्यो, तर अहिले त केही मिनटमै पुरै नयाँ क्यारेक्टर खडा गरेर टाइमलाइनमा राख्न सकिन्छ। यो साँच्चै नै अविश्वसनीय छ। अब यहाँ कथाले एउटा झनै रमाइलो मोड लिन्छ। ती स्याउ र केराको पछाडिबाट एउटा चुरोट तीव्र गतिमा आउँछ र चेतावनी दिँदै भन्छ, मलाई खायो भने म तिम्रो आयु घटाउँछु। हेर्नुहोस् त, साधारण टेक्स्ट प्रम्प्टबाटै हामीले एउटा पुरै सानो कथा खडा गरिसक्यौं। फरक फरक चरित्र र संवादहरूलाई एउटै फ्रेममा ल्याएर यति छिटो कथा भन्न सक्ने यो क्षमता अहिलेका क्रिएटरहरूको लागि साँच्चै नै एउटा महाशक्ति हो। अब यी छुट्टा छुट्टै रमाइला क्लिपहरूलाई एउटै पूर्ण भिडियोमा कसरी जोड्ने त? यसको जादुई समाधान हो एक्सटेन्ड फिचर। यसमा क्लिक गरेपछि सफ्टवेयरले अघिल्लो र नयाँ दृश्यलाई आफै सिलाएर जोडिदिन्छ। केही बेर रेन्डर हुन दिएपछि एउटा पूर्ण कथा तयार हुन्छ अनि सिधै डाउनलोड गरेर सोशल मिडियामा शेयर। यो सम्पूर्ण प्रक्रिया यति छिटो र झन्झटमुक्त छ कि यसले प्राविधिक जटिलतालाई जरैबाट उखेलेर फालिदिएको छ। अब लागौं अर्को खण्डतर्फ। शीर्षक एआई मार्फत भविष्य सुरक्षित गर्दै, उपशीर्षक रमाइला कन्सेप्टदेखि व्यावसायिक सिपसम्म। अघि हामीले हेरेको भिडियो निर्माणको यो रमाइलो प्राविधिक प्रदर्शन त केवल एउटा सानो झल्को मात्र हो। डिजिटल पेशेवरहरूका लागि यो प्रविधि भविष्य सुरक्षित गर्ने सबैभन्दा भरपर्दो हतियार हो। स्रोत सामग्रीले एउटा 30 दिने तालिमको कुरा गरेको छ, जसमा प्रम्प्ट इन्जिनियरिङ, गहिरो अनुसन्धान, वेबसाइट निर्माण, अटोमेसन र एआई एजेन्टहरू परिचालन गर्ने जस्ता उच्च महत्त्वका सिपहरू सिकाइन्छ।
कुनै बेला ज्यान जाने गरी मेहनत गर्नुपर्ने कामहरू अब यी उपकरणहरूको मद्दतले थोरै समयमै अत्यधिक प्रतिफल दिने भएका छन्। काम गर्ने तरिका नै पुरै सिफ्ट भइसकेको छ। यी सिपहरू हात पारेपछिका फाइदाहरू निकै ठूला छन्। एआई अहिले विश्वव्यापी रूपमै उच्च कमाई हुने क्षेत्र बनिसकेको छ। यस्ता सिपहरूबाट क्रिएटरहरूले आफ्नै बलियो डिजिटल सम्पत्ति खडा गर्न सक्छन् र स्वतन्त्र रूपमा एआई सेवाहरू सुरु गर्न सक्छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, कुन काममा एआईलाई जिम्मा दिने र कुनमा आफ्नो मानवीय विवेक प्रयोग गर्ने भन्ने ठ्याक्कै थाहा पाउनु हो। यही सही सन्तुलनले नै दिगो र सफल करियर सुनिश्चित गर्छ। अन्त्यमा यो एउटा गहिरो प्रश्न सोच्ने बेला आएको छ। जब एआईले केही मिनेटभित्रै साधारण शब्दहरूलाई यति जटिल डिजिटल सम्पत्तिमा परिणत गरिदिन सक्छ, के आधुनिक क्रिएटरहरू यो परिवर्तनलाई आत्मसात गरेर आफ्नो भविष्य सुरक्षित गर्न साँच्चै तयार छन् त? डिजिटल परिदृश्य जसरी अगाडि बढिरहेको छ, यो गतिसँग तालमेल मिलाउनु अब विकल्प होइन, आवश्यकता बनिसकेको छ। यी नयाँ उपकरणहरूले ल्याएका असीमित सम्भावनाहरूलाई कसरी उपयोग गर्न सकिएला? सोच्दै गर्नुहोला। यो प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।